स्वागत छ सबैजनालाई मेरो यो मिनी ब्लगमा। यो दिन चाहिँ हामी ग्रोसरी सपिङ गर्न गइरहेका थियौँ अनि सानो भिडियो मेमोरीको लागि हुन्छ भनेर क्याप्चर गरेको। सधैँ हामी बसमा जान्थ्यौँ तर आज चाहिँ हामी हिँडेर जाँदैछौँ। हामीलाई ठ्याक्कै 30 मिनट्स लाग्छ यहाँबाट हिँडेर जाँदाखेरि। कम टुटु आजको मौसम पनि दामी छ। पानी पर्दै थियो दिउँसोभरि, अहिले चाहिँ घाम लागेको छ। कति बज्यो अहिले? साँझको 6 बज्यो। यस्तो घाम लाग्यो दिउँसोभरि गर्मी। दिउँसोभरि पानी परेर भित्रै थियौँ। अहिले चाहिँ हामी यस्तो बाहिर निस्किने भनेर निस्केको। सामानहरू पनि सकिरहेको थियो। अलिअलि ग्रोसरी सपिङ गरेर फेरि हामी रिटर्न हुन्छौँ। म तपाईँहरूलाई देखाउँछु अब यहाँको बाहिरको भ्यू। इन्जोय गर्नु होला। टुटु चाहिँ 1 नम्बर डर छेरुवा हो। उसलाई अलिअलि साइकलको बानी बसाल्दैछौँ हामी। बाहिरले चाहिँ अलिअलि चलाउन जानेको छ आजभोलि। यस्तो राम्रो भ्यू छ आज पानी परिसकेपछिको मौसम भएर। लास्टै राम्रो छ इन्भाइरोमेन्ट। यस, मलाई स्विडेनमा मनपर्ने भनेको चाहिँ एउटा यो बाटोमा खरायोहरू देखिन्छन्, चरिराखेको हुन्छन्। कस्तो रमाइलो लाग्ने हेर्न पनि। आजको मौसम एकदमै राम्रो छ। आकाश पनि खुला देखिएको छ। नेचरलाई माया गर्ने मान्छेहरूको लागि त स्विडेन बेस्ट नै हो। एकदमै राम्रो हुन्छ। तर विन्टरमा चाहिँ फेरि गाह्रो नै हुन्छ। देश बनाउनको लागि धेरै ठुल्ठुलो कुराहरू केही पनि चाहिँदैन। हेर्नुहोस् न, कति सानो सानो कुराले पनि कति इम्पोर्टेन्ट रोल प्ले गर्छ। अब यहाँ लेनहरू छुट्याइदिएको छ, साइकल लेन अनि मान्छेले हिँड्ने लेन भनेर। एक्सिडेन्टहरू कति कम गर्छ होला यस्तोले। मलाई त एकदमै यो कुरा पनि एकदमै मनपर्छ। अब गाडी त हिँड्नै नपाउने होइन, यो साइडमा साइकल हिँड्न पाउने अनि मान्छे हिँड्न पाउने। रोडभन्दा फरकै ठाउँमा, हाइवेभन्दा फरकै ठाउँमा। अनि यहाँ चाहिँ अहिले टुटुले साइकल आफै चलाउन सिक्दैछ। उसको बाबाले मोटिभेट गर्नु हुँदैछ। हप्तामा 1 दिन 2 दिन देखिने घामलाई मैले भिडियोमा भए नै क्याप्चर गरेर राखेँ। यो चाहिँ सानो बच्चाहरूको स्कुल हो। हरेक एरियामा एउटा स्कुलहरू हुन्छ। 5-10 मिनटको डिस्टेन्समा एउटा स्कुल चाहिँ हुन्छ। यो पनि एउटा राम्रो छ स्विडेनमा। टुटु चाहिँ एकदमै इन्जोय गरिरहेछ। हाई गर्दैछ मलाई। हेलो टुटु। रुमबाट बाहिर निस्किन पाएर मक्ख छ आज टुटु चाहिँ। खाली किन सुलो जाने स्माइल। ह्यान्डल मोड। चलो। कस्तो गरे तुझले? अनि यो चाहिँ ठुलो बच्चाहरूको स्कुल हो। हाम्रो एरियाको ठुलो बच्चाहरूले पढ्ने स्कुल चाहिँ यो हो।
यो ओभरपासबाट भित्र गयो भने अनि त्यसपछि हामी एकछिनमा हाम्रो लोकेसनमा पुग्छौँ। ठ्याक्क माथि चाहिँ हाइवे छ अनि मान्छेले हिँड्ने चाहिँ ओभरपास तलबाट यहाँ बनाएको छ। यहाँ चाहिँ 2टा थियो, हामीले चाहिँ एउटा यो पार गऱ्यो भने हाम्रो ठाउँमा पुगिन्छ। र यो ओभरपासको नाम चाहिँ सेल्फी टनेल थियो। सेल्फी टनेल थियो कि कस्तो मलाई अचम्म लागेको थियो अनि मैले त्यो नाम पनि क्याप्चर गरेको थिएँ। ठ्याक्कै त्यो ओभरपास सकिने बित्तिकै यो बिल्डिङमा चाहिँ लिडिल छ। यो पनि ग्रोसरी सपिङ नै हो, युरोपतिर अलि चलेको नाम हो लिडिल चाहिँ। तर अहिले हामी यो लिडिलमा चाहिँ जाँदैनौँ। अहिले चाहिँ हामी मिनी प्राइज भन्ने तरकारी किन्ने ठाउँ हो, त्यहाँ जाँदैछौँ फर्स्टमा चाहिँ, त्यसपछि लिडिल आउँछौँ। अब यहाँबाट ठ्याक्कै रोड क्रस गर्ने बित्तिकै यो एरिया आउँछ। यो एरियाको हाउसिङ चाहिँ कस्तो राम्रो छ, मलाई एकदमै मनपर्छ। यहाँ चाहिँ घरहरू पनि एकदमै राम्रो छ यतातिर। अहिले हामी बसमा आएको भए यो स्टेसनमा झरेर त्यहाँदेखि 2-3 मिनट हिँडेर पुगिहाल्थ्यौँ। तर आज हाम्रो यो मौसम एकदमै राम्रो भएको भएर हिँडेर नै गयौँ। यो पनि एउटा तरकारी फलफुल पाउने ठाउँ हो, तर यहाँ अलि एक्सपेन्सिभ हुन्छ। त्यही भएर हामी चाहिँ अलि अगाडि मिनी प्राइज भन्नेमा जान्छौँ। अनि परेवाहरू पनि आज इन्भाइरोमेन्ट इन्जोय गरिरहेछन्, बाहिर निस्किएर घाम तापिरहेछन्। यो चाहिँ हाम्रो एरियाको सपिङ सेन्टर हो, फलुन्डाट हो, र यहाँ म्याकडोनल्ड पनि छ। र योभन्दा तल चाहिँ ट्राम हिँड्ने बाटो हो, ट्रेन होइन फेरि ट्राम भन्छ यहाँ चाहिँ, ट्राम हिँड्ने बाटो। अनि यो चाहिँ हस्पिटल हो। योभन्दा अलि अगाडि चाहिँ हाम्रो ग्रोसरी भन्दा नि तरकारी सपिङ गर्ने ठाउँ। तरकारी र फलफुलहरू चाहिँ हामी यहाँबाट लिन्छौँ, बाँकी ग्रोसरी चाहिँ लिडिलबाट लिन्छौँ। हाम्रो तरकारी किन्ने लोकेसन पनि पुग्यौँ हामी। अनि यहाँबाट भित्र जाने बेला अब मिरर देख्यो भने एउटा मिरर भिडियो त बनाउनै पर्यो। ल अब यहाँबाट भित्र जान्छौँ र ट्रली लिएर हामी सपिङ गर्न सुरु गर्छौँ। र यो मार्केटमा सपिङ सेन्टरमा आउने बित्तिकै टुटुको डेलीको यो रुटिन नै हो, ट्रली समाउने र यसरी हिँड्ने। यो चाहिँ मसुरोको दाल हो, मेरो सकिरहेको थियो, यो पनि लिएँ मैले यहाँबाट। अनि लसुन त अब नेपालीको घरमा हुने नै भयो, रातो प्याज अनि सेतो प्याज र रातो प्याज मिलाएर लिन्छु म। रातो प्याज अलि महँगो हुन्छ, तर अब हाम्रो नेपालीहरूको टेस्टमा रातो नै हुन्छ होइन, त्यही भएर यो मिक्स गरेर लिन्छु। अब तरकारीहरू पनि केही तरकारीहरू कति त घरमा छँदैछ, नभएको कुराहरू चाहिँ लिइरहेको छु। यो सलिफाको रेट हेर्नुहोस् न कस्तो महँगो। नेपालको झन्डै 1500-1700 जति, 1700 रुपियाँ किलो पर्न जान्छ। यहाँ टुटु गनगन गरिरहेछ साइकलबाट बाहिर आउनलाई।
मार्केट आयो भने टुटुको लागि किन्नै पर्ने कुरा भनेको एउटा यो किन्डर जोय पनि हो। यो नकिन्दासम्म उसले मान्दैन, अरू केही माग्दैन, एउटा किन्डर जोय चाहिँ चाहिन्छ उसलाई। आफै नै राख्छु रे बिलिङ गर्ने ठाउँमा पनि, अनि एकदमै ह्याप्पी हुँदैछ। बिलिङ नगर्दासम्म चाहिँ खान्छु पनि भन्दैन, मामु बिल गर्ने भन्छ फर्स्टमा चाहिँ। यहाँ चाहिँ म आफ्नो सामानहरू राख्दैछु। अनि टुटु चाहिँ आफ्नो किन्डर जोयको वेटमा छ, म चाहिँ मेरो बिलको वेटमा छु पैसा पेमेन्ट गर्नको लागि। यो चाहिँ फलुन्डा डोरको, यसको भित्र पनि लिडल छ। अहिले हामी यो नजिक परेको भएर यता नै जान्छौँ। सधैँ हामी यो सिँढीबाट जान्थ्यौँ, आज चाहिँ हामीसँग साइकल पनि छ, त्यही भएर उताबाट लिफ्टबाट जान्छौँ। फेरि मिरर देख्ने बित्तिकै एउटा सेल्फी भिडियो त लिनै पर्यो। ठ्याक्कै टुटुलाई पनि त्यहाँ ढोकाले लागेको रहेछ, रुँदैछ। अब सपिङ गर्न पनि त्यसरी दिएन, गनगन गरिराखेको थियो। अङ्गुर लिएँ यहाँबाट, अन्डा लिएँ। यहाँको फ्रुट्सहरू अलि फ्रेस हुन्छ, प्रायः फ्रुट्सहरू म लिडलबाट नै लिन्छु। ह्यान्ड वास पनि सकिरहेको थियो, ह्यान्ड वास पनि राखेँ। अनि बाँकी के सामानहरू त झन् खिच्न पनि पाइएन, एकदमै टुटुले चोट लागेको भएर गनगन गरिरहेको थियो। साबुन लिएँ, अनि मासुहरू अनि अरू केही फ्रेन्च फ्राइजहरू पनि ल्याएको थिएँ, त्यो खिच्न नै पाइएन। यहाँबाट यति नै लिएर अब हामी घरतर्फ लाग्यौँ। धन्यवाद सबैजनालाई मेरो यो सानो ब्लग हेरिदिनु भएकोमा। यसरी नै माया गर्दै गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।